हाई गाइज वेलकम टु माई युट्युब च्यानल। यसपालि हामीले काँक्रा खेती चाहिँ नयाँ विधिबाट गरिरहेको छौँ। यसरी हामीले एउटै क्यारीमा चाहिँ 4-4 फुट 5-5 फुटको अन्तरमा बाँस गाडेर देख्नुसम्म भइरहेको छ। बाँसहरू 4-4वटा गाडेर क्यारीमा अनि त्यसरी धागोको सहायताले माथिबाट तार हुन्छ। यो तार तल पनि हुन्छ तार, माथि पनि तार, अनि बिचमा चाहिँ हामीले यसरी नै यो बुनिरहेछौँ। यसरी बुन्यो भने चाहिँ अब कस्तो हुन्छ भने हाम्रो काँक्राहरू चाहिँ अब एकदम राम्रो सिधा हैन, बाङ्गिँदैन। अनि माटोले गर्दा हाम्रो धेरै नोक्सान पनि हुँदैन, किनभने माटोमा धेरै कीटहरू हुन्छ। त्यसले चाहिँ अब खासै त्यसो नोक्सान हुँदैन। काँक्राहरू पनि एकदम सिधा राम्रो हुन्छ। यसरी नै हेर्नुहोस्, हाम्रो भाउजू लाग्नु भएको छ यहाँ। भाउजूले पनि यहाँ काँक्राको मुन्टाहरूलाई यसरी यो धागोमा बेटेर माथितिर लैजानु भएको छ। अनि एक साइड चाहिँ मैले पानी हाल्दैछु, यो एक साइडबाट पानी हाल्दैछु, एक साइडदेखि यो माथि हालिसक्यौँ हामीले। हेर्नुहोस् ठ्याक्कै यो डोरीमा कसरी नै झुन्डिरहेको छ। यो काँक्राहरू लागिसकेको छ सानो छिया। हेर्नुहोस् कस्तो छ हाम्रो खेतबारी। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, किनभने तपाईँहरूले लाइक सब्सक्राइब गर्यो भने, कमेन्ट गर्यो भने, हेऱ्यो भने, जतिसक्दो सेयर गर्यो भने मलाई पनि भिडियो बनाउन उत्साहित हुनेछु र मलाई पनि भिडियो बनाउँदा रमाइलो लाग्नेछ। हेर्नुहोस् त यहाँ काँक्रा डोरीमा चढिसकेका छन्। कति ठुलो भइसक्यो काँक्रा। हेर्नुहोस् यतातिर। यो सबै हामीले यसपालि दुई साइडकै, यता पनि र अर्को साइड पनि छ हाम्रो खेतीबारी। हाम्रो घर नजिकै, यो चाहिँ अलिक घरदेखि अलिक टाढा छ, समथिङ 1 किलोमिटरमा। हेर्नुहोस् त काँक्रा छिया लागिसकेको छ। अब समथिङ 1 हप्ताभित्र हाम्रो काँक्राहरू तयार हुन्छ होला। यो हामीले सम्पूर्ण खेतबारीहरू बनाइसकेका छौँ। यता पनि सबै बनाइसकेका छौँ। अब चाहिँ हामी अगाडि हजुरहरूलाई करेला पनि हामीले यसरी नै बनाएको छौँ। हेर्नुहोस् त करेला पनि धेरै माथि गइसकेको छ। अब यो करेला चाहिँ अलिक ढिलो फल्छ काँक्राभन्दा, त्यही भएर समथिङ 2-2.5 हप्ता 3 हप्तासम्म लाग्छ होला करेला फल्न त। अझै पनि यसमा फ्लोरिङ पनि भएको छैन करेलामा त। त्यसपछि यतातिर आउनुहोस्, यो हाम्रो लौकालाई पनि हामीले यो तलबाट चाहिँ हामीले डोरी बाँधेर, माथि चाहिँ जाली बुन्नु छ, त्यो चाहिँ हामीले बनाएको छैनौँ। माथि चाहिँ जाली बुनेर फेरि भिडियो बनाउँछु मैले हजुरहरूलाई। यो करेला लौका सँगसँगै फल्छ होला मेरो हिसाबमा। अब चाहिँ 2-2.5 हप्ता 3 हप्ता समथिङ